हेलो एभ्रिवान आज हामी सब किताब एकाउन्टिङ सफ्टवेयरको एउटा छिट्टो डेमो दिन्छ है तपाईहरुलाई। सो यो चाहिँ हाम्रो ड्यासबोर्ड हो। यसमा चाहिँ हाम्रो सेल्स पर्चेसहरु कति कति भएछ, अनि रिसिभेबल्स पेएबल कति रहेछ, क्याश कति रहेछ, ब्याङ्क कति रहेछ हो त्यो देखाउँछ। अनि हाम्रो यहाँनिर परफर्मेन्स कस्तो हुँदैछ दिस मन्थको लास्ट मन्थको सबै यहाँनिर देखाउँछ। अनि तपाईलाई सुविस्ता हुन्छ हेर्नुको लागि अनि कस्तो चल्दैछ मेरो यो बिजनेस भनेर यहाँबाट तपाईले डिसाइड गर्न सक्नुहुन्छ। अनि हाम्रो यहाँनिर आइटम चाहिँ कुन चाहिँ अब तपाईँको आइटम बेसी सेल हुन्छ, कुन चाहिँ लिस्ट सेलिङ हुँदैछ यहाँबाट देख्न सक्नुहुन्छ तपाईँले। सो फर्स्टमा चाहिँ हामीले आइटम लिस्टिङ गर्नुपर्छ। सो आइटम लिस्टिङ गर्दाखेरि हामीले के गर्नुपर्छ भने फर्स्टमा आइटम नेम लाउनुपर्छ। आइटम नेम लाउँदाखेरि फर इक्जाम्पल टी सर्ट भनिदिउँ। सो टी सर्ट लाउँदाखेरि अब टी सर्ट चाहिँ डिफल्ट ग्रुपमा चाहिँ फर इक्जाम्पल क्लोथमा जान्छ, क्लोथ। सो यसमा चाहिँ पिसेसमा बेच्यो भने नि हुन्छ, अन्त तपाईँले अब अप्सन चाहियो भने ब्याग्समा बेच्यो भने नि हुन्छ, कि बन्डल गरेर बेच्यो भने हुन्छ यहाँनिर। अनि तपाईँको बारकोड प्रिन्ट गर्ने कि नयाँ जेनेरेट गर्ने भन्दाखेरि जेनेरेट पनि गर्नु सक्नुहुन्छ, कि तपाईँले डाइरेक्ट स्क्यान गरेर तपाईँको अलरेडी बारकोड छ स्क्यान गर्ने भन्दा नि हुन्छ तपाईँको यहाँनिर। अनि डिस्क्रिप्सन चाहिँ सेम एट इज राख्दा हुन्छ। अनि रिअर्डरको चाहिँ कस्तो हो भने चाहिँ अब तपाईँलाई रिअर्डर राख्नु मन छ भने लाइक तपाईँले अब जुन चाहिँ आइटम सक्नु आँटेको छ अनि तपाईँ नोटिफिकेसन चाहियो भन्दाखेरि चाहिँ रिअर्डर राख्न सक्नुहुन्छ। अनि रिअर्डरको फर इक्जाम्पल 10 क्वान्टिटीमा पुग्दाखेरि 10 पिसेस पुग्दाखेरि चाहिँ रिअर्डर चाहियो भन्दा हुन्छ। अनि फर इक्जाम्पल एमआरपी चाहिँ अहिले सर्टको 250 राखिदिउँ। 250 राख्दाखेरि सो यहाँनिर क्वान्टिटी कति छ अहिले हो त्यो लेख्नुपर्छ। क्वान्टिटी फर इक्जाम्पल अहिले 100 पिसेस रहेछ भनेर, अन्त रेट चाहिँ 250 हो भनेर होस् सेभ गर्न सक्नुहुन्छ तपाईँले। यसरी गरेर एकैछिनमा तपाईँले आइटमहरू लिस्ट आउट गर्न सक्नुहुन्छ। अनि त्यहाँबाट तपाईँको आइटम लिस्ट आउट गरेर यस्तो देख्न मिल्छ। अनि सेकेन्डमा चाहिँ हामीले सेल्स गर्छौँ। अनि सेल्समा गर्दाखेरि चाहिँ कस्तो हुन्छ भने इन्भोइस नम्बर एन्ड इन्भोइस डेट अटोमेटिकली आउँछ, तपाईँले के गर्नु पर्दैन। अनि हामीले बेसी नै काउन्टर सेल गर्छ, सो काउन्टर सेल सेलेक्ट गरौँ। अनि त्यहाँबाट अघि हामीले टी सर्ट उयो गरेको थियौँ नि, हजुर टी सर्ट। सो हामीले टी सर्ट उयो गरेको थियौँ। सो टी सर्ट टाइप गर्नु बित्तिकै टी सर्ट आउँछ। अनि त्यहाँबाट कति क्वान्टिटी चाहियो, जिएसटी छ भने जिएसटी लगाउनु पनि मिल्छ। अनि त्यहाँबाट हामीले इफ कस्टमरले पेमेन्ट पेड गरेछ भने सेटल अन गर्नु, अनि त्यहाँबाट पेमेन्ट क्यासमा दिनुभएछ भने क्यासमा गर्दा नि हुन्छ। अर कि भयो कस्टमरले हाफ मात्रै दिएको रहेछ अन्त अर्को एमाउन्ट चाहिँ फर इक्जाम्पल एमाउन्ट चाहिँ 200 मात्रै क्यास दिएको रहेछ अनि अरू चाहिँ म एमओ गर्छु भन्दाखेरि मिल्दा नि हुन्छ एमओ। त्यहाँबाट यहाँनिर सेलेक्ट गरेर ब्याङ्क ट्रान्सफर गर्नु, अनि तपाईँले यो चाहिँ सेभ गर्न सक्नुहुन्छ। न कस्टमरलाई बिल चाहियो भने बिल पनि दिँदा नि मिल्छ। सो यसमा चाहिँ तपाईँले बिल देख्न सक्नुहुन्छ। यो चाहिँ A4 साइजमा बिल हो, अनि यो चाहिँ डाइरेक्ट प्रिन्ट गरेर कस्टमरलाई दिँदा हुन्छ। अनि कि भयो इमेल गर्दा नि हुन्छ, कि भयो सेभ गर्दा नि हुन्छ। सो A4 साइजको चाहिँ चाहिएन भने थर्मल प्रिन्टमा चाहियो भने त्यो पनि मिल्छ हाम्रोमा प्रिन्टर अर्को अर्को टाइपको पनि छ, कस्तो लाइक पिडिएफ भ्यू चाहियो तपाईँलाई त्यो पनि मिल्न सक्नुहुन्छ यहाँबाट। अनि तपाईँले अब यो सेल गर्नुभएको चाहिँ तपाईँले यो एक्सपोर्ट गर्नुभयो भने एक्सपोर्ट पिडिएफ फर्ममा एक्सपोर्ट गर्नुभयो भने यो तपाईँले जिएसटी फाइलिङको लागि सबमिट गर्नु पनि सक्नु मिल्छ। सो यो चाहिँ तपाईँले डाइरेक्ट विथ द ब्याङ्क स्टेटमेन्ट तपाईँले यो प्रिन्ट आउट गरेर सेभ गर्नु मिल्छ। अनि त्यहाँबाट हामीले पर्चेस गर्छौँ। पर्चेसमा हामीले दुईवटा गर्नु सक्नु मिल्छ, एउटा चाहिँ लङ फर्म एउटा चाहिँ सर्ट फर्म। सो लङ फर्ममा चाहिँ कस्तो छ भने हामीले यहाँनिर इन्भोइस डेट लगाउनु पर्छ एन्ड इन्भोइस नम्बर लगाउनु पर्छ। सो हामीले इन्भोइस नम्बर लगाउँछौँ अनि डेट कहिले गरेको त्यतिखेर त्यो डेट लाउँछ। अनि पार्टी कोबाट चाहिँ हामीले अर्डर गरेको हो त्यो उयो लाउनुहुन्छ, कि उनीहरूको न्यू पार्टी हो भने वी क्यान एड उनीहरूको नम्बर नामहरू एड गर्दा मिल्न सक्नुहुन्छ तपाईँले यहाँनिर। अनि त्यहाँबाट हामीले आइटम सेलेक्ट गर्नुपर्छ। सो आइटम सेलेक्ट गर्दाखेरि चाहिँ आइटम के अर्डर गर्नुभयो हो त्यो तपाईँले सेलेक्ट गर्नु मिल्छ, कि तपाईँले एड गर्ने भने यहाँनिर एड गर्नु पनि मिल्छ तपाईँले। अनि त्यहाँबाट यो आइटम चाहिँ मैले पर्चेस गरेको पेमेन्ट चाहिँ मैले एमओ गर्यो भन्दाखेरि पनि हुन्छ, यसरी पनि मिल्छ। अनि यु क्यान डाइरेक्टली सेभ एन्ड प्रिन्ट गर्दा पनि हुन्छ तपाईँले। अन्त अर्को फर्म चाहिँ कस्तो छ भने हाम्रो त्यो चाहिँ एआई फिचर्समा छ।
सो एआई फिचर्सको चाहिँ कस्तो छ भने तपाईँले यहाँनिर डाइरेक्ट जाँदाखेरि क्रिएट विथ एआईमा छ। सो क्रिएट विथ एआईमा चाहिँ तपाईँले डाइरेक्ट अपलोड डकुमेन्टमा जान सक्नुहुन्छ। अपलोड डकुमेन्टमा चाहिँ तपाईँले के मिल्छ भने डाइरेक्ट यो सेलेक्ट गर्नु बित्तिकै यो चाहिँ तपाईँको फाइल्समा जान्छ। सो फाइल्सबाट तपाईँले जुन चाहिँ त्यो रिसिभ पाउनु भएको छ पर्चेस गरेको त्यो डाइरेक्ट तपाईँले अपलोड गर्नु मिल्नु सक्नुहुन्छ। अनि त्यहाँबाट तपाईँको यो जुन चाहिँ अपलोड गरिसकेर चाहिँ तपाईँले यहाँनिर स्याम्पल पाउन सक्नुहुन्छ। अनि त्यहाँबाट चाहिँ यस्तो स्याम्पल एउटा भेट्न सक्नुहुन्छ तपाईँले। स्याम्पल चाहिँ यस्तो छ। सो यसरी तपाईँको अपलोड हुन्छ। अनि यहाँनिर के क्वान्टिटी भयो यसरी देखाएको हुन्छ। अनि यहाँनिर चाहिँ ओके यो रहेछ भयो मेरो भनेर चाहिँ सेभ गर्नु मिल्नु सक्नुहुन्छ तपाईँले। अनि त्यहाँबाट हाम्रो अरू फिचर्स पनि के छ भने चाहिँ यहाँनिर हाम्रो फाइनेन्सियल रिपोर्ट्समा गयो भने तपाईँले यहाँ देख्न सक्नुहुन्छ। तपाईँको रिलेटेड टु फाइनेन्सियल रिपोर्ट सबै यहाँनिर पाउन सक्नुहुन्छ। जेनरल रिपोर्ट्समा छ, लेजर रिपोर्ट्स, डे बुक रिपोर्ट्सहरू सबै यहाँनिर मिल्न सक्नुहुन्छ। अनि एउटा राम्रो एउटा के छ भने चाहिँ हाम्रोमा यहाँनिर टप सेलिङ लिस्ट सेलिङ पनि छ। सो यो टप सेलिङमा चाहिँ के हुन्छ भने अब तपाईँको जुन चाहिँ सामानहरू बेसी सेल हुन्छ हो त्यो सबै तपाईँले यहाँ भेट्न सक्नुहुन्छ। त्यहाँबाट तपाईँले डिसिजन मेक गर्न सक्नुहुन्छ। जुन चाहिँ अब यो बेसी सेल हुन्छ यो चाहिँ नेक्स्ट टाइम पनि पर्चेस गर्छु म किन्छु भनेर तपाईँले डिसिजन पनि मेक गर्न सक्नुहुन्छ। अनि त्यहाँबाट हाम्रो यहाँनिर युटिलिटिजमा गयो भने युटिलिटिजमा पनि यु क्यान सी रिसाइकल बिन। अनि यहाँनिर ट्युटोरियल्स भिडियो छ पनि। अनि ट्युटोरियल्स भिडियो हेर्नु चाहन्छ भने तपाईँले यहाँनिर हेर्न सक्नुहुन्छ। अनि हाम्रो सेटिङमा के छ भने एउटा चाहिँ प्रिन्ट सेटिङ छ। सो प्रिन्ट सेटिङमा कस्तो हुन्छ भने यहाँनिर तपाईँले मिल्न सक्नुहुन्छ। तपाईँले जुन चाहिँ अब प्रिन्टको कुन चाहिएको तपाईँले त्यसमा ल्यान्डस्केपमा चाहियो भने पनि हुन्छ कि इफ यु वान्ट थर्मल प्रिन्ट गरेरमा चाहियो भन्दा हुन्छ। तपाईँको यहाँनिर पाउन सक्नुहुन्छ तपाईँले। अनि त्यहाँबाट हामीले वाट्सएपको यो पठाउँछ एभ्री डेली मेसेज पठाउँछ। तपाईँले यो चाहिँ अब यहाँनिर सेट गर्नुपर्छ वाट्सएपको डेली कन्फिगरेसनमा। सो मलाई एउटा न्यू डिभाइस एड गर्नु मन छ, यसको नम्बर एड गरेर तपाईँले यो गर्न सक्नुहुन्छ मिल्न सक्नुहुन्छ। अनि कम्पनी प्रोफाइलमा गयो भने चाहिँ कम्पनी प्रोफाइलमा के हुन्छ भने तपाईँको कम्पनीको रिलेटेडहरू नाम इन्फर्मेसन्सहरू सबै यहाँनिर मिल्नु पाउँछ तपाईँले। अनि तपाईँको डेली सेल्स रिपोर्ट्स पठाउने हो भन्दाखेरि यो यहाँनिर नम्बर एड गर्नुपर्छ। टाइम कहिले चाहिएको, फर इक्जाम्पल टाइम मलाई 9मा चाहियो भन्दाखेरि सेभ गरेर नम्बर एड गर्नु मात्र पर्छ। अनि तपाईँको एभ्री डेली सेल्स रिपोर्ट आउन सक्छ। अनि यति नै छ। थ्याङ्क यू फर वाचिङ।